नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। र तपाईँहरू अहिलेसम्म हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर चाहिँ हामीलाई सहयोग गरिदिनु होला। आज चाहिँ हामी नयाँ विषयवस्तुमा चाहिँ कुरा गर्नेछौँ र आजको विषयवस्तु एकदम राम्रो हुनेछ, त्यसैले तपाईँहरू चाहिँ हाम्रो यस भिडियोलाई पुरा चाहिँ वाच गरिदिनु होला। साथसाथै एउटा लाइक कमेन्ट पनि छोडिदिनु होला। आज हामी कुरा गर्छौँ भोइस ओभरको बारेमा। तपाईँहरूले चाहिँ विभिन्न भिडियो चाहिँ बनाउनुहुन्छ र त्यसमा चाहिँ यदि भोइस ओभर गर्न चाहनुहुन्छ र भोइस ओभर गर्न चाहिँ आइराखेको छैन भने भोइस ओभर कसरी गरिन्छ र कहाँबाट गरिन्छ त्यसको बारेमा चाहिँ आजको भिडियो रहेको छ र तपाईँहरू चाहिँ हाम्रो यस भिडियोलाई पूर्ण रूपमा वाच गरिदिनुहुन्छ भने तपाईँहरू चाहिँ पूर्ण रूपमा चाहिँ भोइस ओभर गर्न चाहिँ सिक्नुहुनेछ। त्यसैले अब चाहिँ म तपाईँहरूलाई सिधै आफ्नो मोबाइलको चाहिँ स्क्रिनमा लग्न चाहेँ र त्यहाँबाट कसरी चाहिँ भोइस ओभर गरिन्छ भिडियोहरूमा चाहिँ फोटोहरूमा त्यसको बारेमा चाहिँ जानकारी गराउनेछु। अहिले तपाईँहरू चाहिँ मेरो मोबाइलको स्क्रिन चाहिँ हेर्दै हुनुहुन्छ। तपाईँहरू चाहिँ के गर्नु होला, आफ्नो मोबाइलमा चाहिँ सबभन्दा पहिला एउटा कुनै पनि भिडियो एडिटर चाहिँ एप्लिकेसन डाउनलोड गर्नु होला, जुन चाहिँ तपाईँहरू प्ले स्टोरबाट चाहिँ डाउनलोड गर्न सक्नुहुनेछ। चाहे तपाईँ भिएन डाउनलोड गर्नुहोस्, चाहे तपाईँ इन्सर्ट डाउनलोड गर्नुहोस्, चाहे तपाईँ काइनमास्टर चाहिँ डाउनलोड गर्नुहोस्, कुनै डाउनलोड गर्दा पनि त्यसबाट चाहिँ सजिलोसँग चाहिँ भोइस ओभर गर्न सकिन्छ। त म चाहिँ आज भिएनबाट चाहिँ भोइस ओभर गर्छु। म चाहिँ प्ले स्टोरमा जान्छु। प्ले स्टोरमा गएर सबभन्दा पहिला चाहिँ म के सर्च गर्छु भन्दाखेरि भिएन एप्लिकेसन चाहिँ सर्च गर्छु। किन म त पहिला नै यसको चाहिँ डाउनलोड गरिसकेको छु, तर पनि मैले चाहिँ डाउनलोड गरिसकेको छु। यसलाई डाउनलोड गरेर तपाईँहरू के गर्नु होला, आफ्नो मोबाइलको चाहिँ स्क्रिनमा आउनु होला। त्यसपछि चाहिँ सिधै जुन भिएन एप्लिकेसन डाउनलोड गर्नुभएको छ त्यसलाई चाहिँ ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईँको यस्तो चाहिँ इन्टरफेस खुलेर आउँछ। इन्टरफेस आइसकेपछि तपाईँहरू चाहिँ के गर्नु होला, यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ प्लसको चिन्ह रहेको छ। यो प्लसको चिन्हमा चाहिँ क्लिक गर्नु होला है। क्लिक गरिसकेपछि यहाँ चाहिँ न्यू प्रोजेक्ट छ। न्यू प्रोजेक्टमा चाहिँ तपाईँहरू चाहिँ क्लिक गर्नु होला। यहाँ न्यू प्रोजेक्ट छ, यसमा चाहिँ क्लिक गर्नु होला र यसमा चाहिँ क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ भिएन एप्लिकेसन चाहिँ खुलेर आउँछ र तपाईँको मोबाइलमा जति फोटोहरू रहेको छ, भिडियोहरू रहेको छ, सबै चाहिँ सम्पूर्ण यहाँ चाहिँ देखाउनेछ। जस्तै म यहाँ एउटा भिडियो नै लिन्छु। मैले चाहिँ यो भिडियो चाहिँ सिलेक्ट गरेँ र यसलाई चाहिँ भिएन एप्लिकेसनमा ल्याएँ। अब यहाँ आइसकेपछि सबभन्दा पहिला म के गर्छु भन्दाखेरि रेसियो चाहिँ सिलेक्ट गर्छु। अब युट्युबको लागि बनाउँछु कि टिकटकको लागि बनाउँछु कि युट्युब सर्ट्सको लागि बनाउँछु, त्यो अनुसार चाहिँ यहाँ तपाईँहरू चाहिँ क्लिक गरेर रेसियो चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै म युट्युबको लागि बनाउँछु भने 16:9 चाहिँ यो सिलेक्ट गरेँ। अब यहाँ सिलेक्ट गरिसकेपछि तपाईँहरू चाहिँ यसलाई स्क्रोल गर्नु होला र लास्टमा यो जुन ब्ल्याक रहेको छ इनपुट टाइटल रहेको छ त्यसलाई चाहिँ डिलिट गरिदिनु होला, नत्र चाहिँ के हुन्छ भने लास्टमा तपाईँको वाटरमार्क चाहिँ आइहाल्छ। यहाँ चाहिँ डिलिट रहेको छ, डिलिट भन्ने अप्सन यहाँ दिएको छ। यो डिलिट भन्ने अप्सनमा चाहिँ तपाईँहरू क्लिक गर्नु होला, यो डिलिट भएर जान्छ। अब मेरो यो भिडियोमा पहिलादेखि नै साउन्ड रहेको छ, त्यसैले चाहिँ म के गर्छु भने यसको भोल्युम चाहिँ म 0 बनाइदिन्छु। मैले चाहिँ यसलाई चाहिँ 0 बनाइदिएँ। तपाईँहरूको चाहिँ भिडियोमा यदि भोल्युम छैन भने 0 पार्नु पर्दैन, त्यसको चाहिँ म्युट गर्नु पर्दैन। अब यसमा चाहिँ भोइस ओभर गर्नुपर्छ भन्दाखेरि अब कहाँबाट भोइस ओभर गर्ने, अब चाहिँ तपाईँहरू चाहिँ यसलाई स्क्रोल गर्नु होला है। पहिला चाहिँ यहाँ हेर्नुहोस् कति दिएको छ भोइस ओभर, कति दिएको छ भोइस ओभर, दिएको छैन है। अब चाहिँ भोइस ओभर कहाँबाट गर्ने, अब होइन दिएको त छैन। त तपाईँहरू चाहिँ यहाँ सबभन्दा माथि चाहिँ हेर्नुहुन्छ, यहाँ चाहिँ म्युजिकको चाहिँ चिन्ह दिएको छ है। यो म्युजिकको चिन्हमा चाहिँ तपाईँहरू क्लिक गर्नु होला। अब क्लिक गर्नुहुन्छ भने यहाँ तपाईँहरू चाहिँ म्युजिक, इफेक्ट्स र रेकर्ड भन्ने तीनवटा चाहिँ अप्सन दिएको छ। अब तपाईँहरू चाहिँ भोइस ओभर गर्नुहुन्छ भने तपाईँहरू के गर्नु होला, यहाँ चाहिँ रेकर्ड भन्ने अप्सन दिएको छ। यहाँ रेकर्ड भन्ने जुन अप्सन दिएको छ यसमा चाहिँ क्लिक गर्नु होला। अब यसमा क्लिक गर्नुहुन्छ भने यहाँ हेर्नुहोस् व्हाइल युजिङ द एप, पहिलोचोटि तपाईँहरू ओपन गर्नुहुन्छ भने यस्तै चाहिँ पर्मिसन माग्छ। म चाहिँ यसलाई पर्मिसन दिएँ। अब रेकर्डको लागि चाहिँ हाम्रो रेडी भइसकेको छ। अब चाहिँ यो रेड भन्ने बटन दिएको छ, त्यसमा चाहिँ क्लिक गरिसकेपछि हाम्रो चाहिँ रेकर्डिङ चाहिँ स्टार्ट हुन्छ। जस्तै म यहाँ क्लिक गर्छु, 3, 2, 1। आजको म्याचमा चाहिँ नेपालले राम्रोसँग चाहिँ प्रदर्शन गरिसकेपछि नेपालले चाहिँ विजय प्राप्त गरेको छ। अब चाहिँ तपाईँलाई जे भन्न मन लाग्छ त्यसरी चाहिँ भनिसकेपछि अब यहाँ चाहिँ राइटको चिन्ह दिएको छ, राइटको चिन्हमा चाहिँ क्लिक गरिदिनु होला। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ यता चाहिँ राइटको चिन्ह दिएको छ, यसमा चाहिँ क्लिक गरिदिनु होला है। अब यसमा गरिदिनुहुन्छ भने अब चाहिँ भोइस चाहिँ हाम्रो रेकर्ड भएर आइसक्यो है। र तपाईँलाई जहाँसम्म भोइस रेकर्ड गर्नु मन लाग्छ तपाईँहरू चाहिँ गर्न सक्नुहुन्छ। र त्यसपछि सबै कुरा गरिसकेपछि अब यसलाई चाहिँ बनाउनु पर्यो। कतिको 1000
80 मा बनाउनुहुन्छ भिडियो कि 2K मा कि 4K मा है, जसको रेजुलेसन तपाईँहरूलाई सिलेक्ट गर्नुपर्छ। त तपाईँहरू चाहिँ एक्सपोर्ट गर्नुहुन्छ भने यहाँ चाहिँ एरोको चिन्ह दिएको छ है, कुनामा तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यसमा चाहिँ क्लिक गर्नु होला। यसमा चाहिँ क्लिक गर्नुहुन्छ भने अब यहाँ हेर्नुहोस्, यहाँ चाहिँ अटो र म्यानुअल दुवै दिएको छ। अटोमा जानुहुन्छ भने तपाईँको चाहिँ 1080 30 FPS को आउँछ। म्यानुअलमा जानुहुन्छ भने तपाईँ आफ्नो इच्छाअनुसार चाहिँ 2K मा 4K मा चाहिँ बनाउन सक्नुहुन्छ। जस्तै म यसलाई 1080 माने राख्छु म्यानुअलमा राखेर। अब यसको चाहिँ एभरेज दिएको छ, म यसको चाहिँ 40 50 मा चाहिँ अथवा 30 नै राख्दा पनि केही फरक पर्दैन। यसको पनि म 30 राख्छु है। र त्यसपछि चाहिँ एक्सपोर्ट गर्दा चाहिँ यो भिडियो सिधै चाहिँ सेभ भएर तपाईँको मोबाइलको ग्यालरीमा चाहिँ आइहाल्छ। यो तरिकाले कुनै पनि भिडियो अथवा फोटोमा चाहिँ तपाईँहरू सजिलैसँग चाहिँ भोइस ओभर गर्न सक्नुहुनेछ। आशा गर्छु तपाईँहरूलाई आजको चाहिँ भिडियो एकदम राम्रो लागेको होला। त्यसैले जानुभन्दा अगाडि अहिलेसम्म तपाईँहरूले चाहिँ हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामीलाई सहयोग गरिदिनुहोस् त। धन्यवाद।